हिउँ पर्यो भनेर 5 मिनट त लास्टै रमाइयो त्यसपछिको अवस्था के भयो भन्दा त्यसपछि त अब कहाँ जाने त्यही त अब स्टक भयो नि त गाडी साडी सबै बन्द भयो बाटोभरि हिउँ पर्यो र अब गाडी हिँड्न 2-4 दिन लाग्छ भन्ने कुरा आयो अब मनाङको बास हुने भयो पर्यो भनेर खुसीवाला मात्रै भिडियो नहालौँ हाम्रै यात्रीहरू अलपत्र भएको भिडियो पनि अब आफ्नो बाइकको अवस्था यस्तो छ कसरी निकाल्ने हो खर्चहरू पनि सबै सकिसक्यो बाइकहरू कसरी निकाल्ने यार यसरी मनाङ भ्यालीमा यसरी रेस्क्यु भइरहेछ है हामी चाहिँ यसरी बाइक स्टार्ट नभएर बाइक चाहिँ बोलेरोमा हालेर आइरहेछौँ यसरी रेस्क्यु हुँदैछ है त यो रहेको छ